नमस्ते म डाक्टर नियोजी आयुर्वेद चिकित्सक। आज म तपाईहरुलाई पाइल्समा कुन उपचार पद्धतिहरू प्रणालीहरू प्रभावकारी हुन्छ भन्ने प्रसंगमा चाहिँ हाम्रो नेपालमा विशेष गरी एलोप्याथी, आयुर्वेद, होमियोप्याथी परम्परागत रूपमा चाहिँ गाउँघरमा चाहिँ प्र्याक्टिस भएर आइरहेको यस्ता खालका उपचार पद्धतिहरू चाहिँ हाल नेपालमा विद्यमान छ। तर अब कुन उपचार पद्धति चाहिँ प्रणाली चाहिँ स्वास्थ्य प्रणाली चाहिँ प्रभावकारी छ, सफल हुन्छ भन्ने प्रसंगमा चाहिँ एलोप्याथी चाहिँ हाम्रो नेपालमा चाहिँ धेरै मानिसहरूले धेरै संख्या समूहमा चाहिँ उपचार गरिरहेको देखिन्छ। तर त्यति प्रभावकारी र सफल भएको चाहिँ तथ्याङ्क चाहिँ देखिदैन। र अब कुरा के छ भनेपछि आयुर्वेदमा चाहिँ पाइल्सको उपचार सफल हुन्छ, प्रभावकारी हुन्छ भन्ने ज्ञान नै एकदमै कमलाई मात्र थाहा छ। यो कुरा एकदम कमलाई मात्रै यो कुरा जानकारी छ। त्यसैले समयमै उपचार पद्धतिहरूको चाहिँ ज्ञान लिएर चाहिँ मलद्वार रोग, पाइल्स लगायत रोगहरूको चाहिँ समयमै उपचार गर्न चाहिँ म सल्लाह दिन्छु। तपाईलाई आजको भिडियो कस्तो लाग्यो? यस्तै अन्य भिडियोहरू हेर्नको लागि मलाई चाहिँ युट्युब च्यानलमा सब्स्क्राइब गर्नु होला। हवस् त, धन्यवाद।